नमस्ते सबैजनालाई। नमस्ते। मेरो नाम चाहिँ सन्दीप थारू। यो कविता चाहिँ मैले मेरो फर्स्ट सेमिस्टरमा चाहिँ मुस्ताङको टुर पढ्दाखेरिको एउटा मुस्ताङलाई निहालेर चाहिँ मैले यो कविता लेखेको है। मेरो कविताको शीर्षक छ हाम्रो मायाको गन्तव्य। हाम्रो यो मायाको गन्तव्य मुस्ताङबाट सुरु भएको जस्तो लाग्छ। तिमीसँग बिताएको त्यो पल अझै मनमा सपना जस्तै लाग्छ। सुनसान बाटोहरूमा हामीले साटेका टिप हाँसो, रुखहरूका पातहरूले बिसाउने ती सपनाहरू आज पनि यादका ओट लागेर यो मुटुको कुनामा सुते जस्तो लाग्छ। तिमीले दिएको त्यो न्यानो स्पर्श हिउँले ढाकेको जस्तो त्यो चिसो तर ममतामय आज पनि शरीरबाट बहिरहेको छ जस्तै हिमालबाट नदीको सेतो पानी। हाम्रो मायाको गन्तव्यमा मात्र सीमाहित रहेन, यो त सृष्टिमा बसेको एउटा अन्त्यहीन यात्रा बनिसकेको छ। धन्यवाद।